हेलो वेलकम ब्याक टु माई ब्लग। अहिले चाहिँ हामी यता इटरीतिर छौँ अनि अहिले चाहिँ हाम्रो अब ट्रक लगभग लोडमा जाँदैछ अनि यहाँ चाहिँ हामीले भेनिगर जो प्लाई बनाउनु युज हुन्छ त्यो सामान चाहिँ हामीले लिएर जाँदैछौँ। लेट्स चेक इट आउट मा फुल भिडियो। ल हेरौँ गाइज, यो चाहिँ प्लाईको लागि भेनिगर बन्ने ठाउँ हो अनि यो चाहिँ फ्याक्ट्री हो। अहिले गाडी चाहिँ यहाँबाट लोड हुँदैछ। ल हेर्नुहोस्, यस्तो छ यहाँ पुरै काठै काठ हो। भेनिगर अब त्यो प्लाई बन्नको लागि युज हुने सामान हामीले यहाँबाट बोकेर जाँदैछौँ पश्चिम। अनि यो चाहिँ मेरो गाडी, केटाहरूले काम गर्दैछ। जे होस् खुसी लाग्छ, मेहनत गरिदिइरहेछन् अनि आफ्नै हालत खराब छ। जे होस् दुःख नगरिकन सुखको दिन पनि नआउने रहेछ अनि त्यही भएर रात दिन घाम पसिना नभनिकन मेहनत गरिरहेको छु। यस्तै छ केटा हो। गर्मी पनि यति छ केटा हो, यति गर्मी छ कि आफैले काम गर्नु परेको छ, दुःख छ हैन। पुरै यहाँ चाहिँ हाम्रो गाडी लोड हुँदैछ अनि हाम्रो भाइ के छ बाबु भन्दैन एक दुई शब्द केही हैन। एकदम टोटल्ली गर्मी छ हैन। यो चाहिँ लास्टै गाह्रो छ केटा हो। ल हाम्रो केटाहरू यहाँबाट चाहिँ लोड हुँदैछ हाम्रो गाडी ठ्याक्क लागेर। सबलाई माया छ है। के छ भाइ, के बोल्दैन यार त, किन चुपचाप हो? अयो गाह्रो छ केटा हो, गाह्रो छ। काम गरेर खानको लास्टै गाह्रो छ हो। तिमीहरू जति भने पनि लास्टै गाह्रो छ। तातो घाममा मरि मरि बङ्गौटी खोल्नु परेछ। के गर्ने केटा हो, गाह्रो छ, हालत खराब त्यस्तै भएको छ। हेरौँ यस्तो छ है खुट्टाको हालत। अब मेरो हालत त के हेर्ने, यस्तै नै हो जहिले पनि। गाह्रो छ केटा हो, गाह्रो छ। यो चाहिँ मेरो भाइ। के छ भाइ भन्दैन एक दुई शब्दहरू? हाम्रो गुरुजी पोजमा बसिरहनु भएको छ। हाम्रो बडा साउ चाहिँ आउनु भएको छैन, उहाँ कहाँ जानु भयो होइन। टक्क यहाँबाट लोड हुँदैछ गाडी। अब एकछिन टाइम लाग्छ। ल उहाँ चाहिँ हाम्रो दादा। के छ दादा, ठिक छ नि होइन? मेरो एकदम आफ्नै दादा जस्तो हुन्। भन्नुहोस् न के भन्ला हो? अब 4,000 रुपियाँ मिसिन लोडिङ पैसा दिनु पर्यो हामी होइन। अनि 56 प्लस 4,000 60,000 भाडा आउनु हाम्रो गाडीको भइहाल्यो त। ट्रान्सपोर्ट दिइसकेँ मैले, बुझेनौ? 4,000 दिइसकेँ होइन? उता त्यो के अरे दादा त्यसैलाई प्रताप लोडिङ 4,000 त्यो बुलेटमा दियो। अब हाम्रो लोड भयो, दादा बिल बनायो, पुरै सुत्यो। भइहाल्यो त, कहिले अब भइहाल्छ नि पछि। तुरुन्तै त्यो भनिसक्नु दादा। ठिक छ, ल धन्यवाद। यहाँ ल केटाहरू, जो सामान मेरो गाडीमा लोड हुँदैछ त्यो चाहिँ सबै यहीँबाट हुने हो। अनि अहिले चाहिँ लगभग सबैजना नास्ता गर्न जानुभएको रहेछ अहिले। त्यही हो, यहीँबाट उत्पादन हुन्छ। अहिले चाहिँ हामी लगभग यता इटरी साइडतिर छौँ अनि हाम्रो गाडी त्यही हो रेडी हुँदैछ। लेट्स सी अहिले लोड भएपछि देखाउँछ है त सबै कुराहरू। ल केटा फाइनल गाडी चाहिँ लोड भएर आइसकेको छ अनि अब यसमा डोरी त्रिपाल लगाउनु पर्यो अनि त्यसपछि चाहिँ निस्किन्छ हामी हाइवेतिर है। फाइनली हामी चाहिँ लोड भएर अब निस्किसकेका छौँ। अब हाम्रो पश्चिमको यात्रामा पूर्वदेखि पश्चिमको हाम्रो यात्रा सुरु भइसकेको छ। त्यही हो, माया गरिदिनु होला, हेरिदिइराख्नु होला हाम्रो युट्युब च्यानल अनि हाम्रो मोटे दाइलाई पनि माया गरिदिनु होला सबले है, सबले है मोटे दाइलाई पनि। ल यस्तै छ। ल केटाहरू फाइनली हामी निस्केको अब लोड हालेर चतर चतर। फाइनली हामी चाहिँ निस्केका छौँ लोड भएर। अहिले चाहिँ हामी रनतिर आएको छौँ। रन यो चाहिँ मेरो हाइलक्समा सरर के छ र आफ्नै त हो नि। म्याच है, म्याच सबलाई म्याच केटाकेटी सबलाई म्याच निस्किँदै गयो अब चाहिँ।
ल हाम्रो दादा के छ? ठिक छ भाइ। ठिक छ है। ल यो चाहिँ हाम्रो घर अनि यो चाहिँ हाम्रो भाइ अनि यो चाहिँ म टक्क लाएर घरमै छौँ बसी बसाइ। जोस पूर्व आएर पनि रमाइलो लाग्यो। एकदम मौसम बबाले छ होइन, एकदम सफा छ। आज घाम अस्ताउन लागेको अवस्था छ अनि हामी चाहिँ बिहान लगभग 11-12 बजीतिर आएको थियौँ अनि अहिले चाहिँ फाइनली लोड गरेर निस्किसकेको छ। हामी चाहिँ अब हाम्रो यात्रा हुन्छ चनौटा पश्चिम अनि त्यही हो। यो चाहिँ हाम्रो यता तराईतिरको हाट बजार लागेको छ पुरै, हेर्नु सक्नुहुन्छ। रमाइलो छ जे होस्। यो चाहिँ हाम्रो गाडी हो, टक्क लगाएर निस्किसकेको थियो किन हामी। अनि यहाँ चाहिँ अब काटा गर्नुपर्ने हुन्छ, हल्का वेट गर्नुपर्ने हुन्छ। अब हाम्रो ओभर जस्तो देख्छ माल, तर सामान चाहिँ लाइटै छ, त्यस्तो हेभी त छैन। उहाँ चाहिँ ओभरै देखिरहेछ, त्यही भएर यहाँ चाहिँ एकलट वेट गराउनु पर्ने हुन्छ है। त्यस्तै छ गाइज, के छ र आफ्नै त हो नि। फाइनली लङ समयको यात्रापछि चाहिँ हामी फाइनली कोसी ब्यारेज आइसकेका छौँ। अनि यहाँ चाहिँ टक्क हाम्रो गाडी रोकेर नास्ता गर्नेतिर लाग्दैछौँ हामी चाहिँ अहिले। ल फाइनली हामी चाहिँ नास्ता गर्न लागेको अनि फ्रेस माछा खाइदिउँ भनेर। हेर्न सक्नुहुन्छ झिँगे माछा हो यो चाहिँ होइन। अनि हाम्रो सरकारहरू गाइस हामी कोसी ब्यारेज आइपुग्यो अहिले। फाइनली कोसी ब्यारेजमा हो हामी चाहिँ अहिले। टक्क लागेर कोसीको माछा हानिदिउँ भनेर लागेको छौँ। अनि म भइहाल्यो, यो त मेरो भाइ हो, खानै होला सबैलाई। त्यही हो अब हाम्रो भनाइ त्यही हो। फ्रेस माछा, राम्रो माछा खानु सक्नुहुन्छ भने, चाहनुहुन्छ भने यो होटलमा आउनु सक्नुहुन्छ। ठ्याक्कै कोसी ब्यारेज पुल्नेरे है, पुल्नेरे हो। ल त्यही हो, लोकल माछा खाइन्छ, टक्क गइन्छ रातारात सोल्टी फरार। ल टक्क लगाएर बसौँ। ल फाइनल्ली हाम्रो चाहिँ के माछा दाइ? झिँगे माछा आइसकेको छ। इङ्ग्लिसमा प्राउन। ल खाट चेक गर्छ है, हिन्दीमा टङ्ग्री। दामी छ, नेपालीमा दामी छ।
मिठो छ त्यही हो ल ठ्याक्कै 1 बज्न लागेको छ खानासाना खाएर अब हामी चाहिँ सुतेको है त गुड नाइट सबैलाई